जाडो बढे सँगसँगै हिउँ पनि अब पर्न थालिसक्यो कति ठाउँहरूमा। म बसेको बुसान एरियामा चाहिँ चिसो हावा चाहिँ धेरै आउँछ तर हिउँ चाहिँ पर्दैन। फेब्रुअरीतिर जेजुतिरको हिउँ पढाएर चाहिँ लिएर आउँछ तर त्यो हिउँ त कस्तो कस्तो। त्यही भएर चाहिँ हामी हिउँ खेल्नको लागि दिदीको घरमा पुग्यौँ। दिदीको घर पुग्दाखेरि त पुरै हिउँ नै हिउँ थियो। अनि हामी 2 दिनको छुट्टीमा गएको थियौँ कि त्यो सबै छुट्टी हाम्रो हिउँ खेलेरै बित्यो। यति बबाल यति रमाइलो हुने तर चिसो चाहिँ हुँदैन क्या यो हिउँ समाउँदाखेरि। धेरै चिसो हुने ठाउँको चिसो भुलाउनका लागि मन भुलाउनका लागि भए पनि नेचरले नै दिएको होला कि है। भन्नु त धेरै कुरा थियो तर पनि स्पेशल थ्याङ्क यू सुशीला दिदी हाम्रो छुट्टीलाई चाहिँ हाम्रो गेम्सहरूमा बदलिदिनु भयो, मेमोरिजहरू बनाइदिनु भयो। ल हेलो गाइस, साह्रै रमाइलो भइरहेछ। साँच्चै हो, प्लिज डोन्ट फर्गेट। डेलिसियस फुडहरू पनि धेरै खान पनि पायौँ। थ्याङ्क यू सो मच। सो जाँदा जाँदा यो हाम्रो गोब्लेनको सिन पनि है त छोडेर गए। ननबेको अनुभव पनि भएको कारणले आइ एम जस्ट सो ह्याप्पी है।